स्वागत छ। आज हामी मण्डली स्थापनाको बाइबली सिद्धान्तहरूलाई अलि गहिरिएर हेर्दैछौँ। सुन्दाखेरि यो कुनै ठूलो व्यवस्थापकीय काम जस्तो लाग्न सक्छ, तर वास्तवमा यो त्योभन्दा धेरै गहिरो कुरा हो। यो त विश्वासको जगलाई विस्तार गर्ने एउटा महत्त्वपूर्ण आत्मिक आह्वान हो। आउनुहोस् सँगै यो यात्राको सुरुवात गरौँ। जेराल्ड रोल्यान्ड्सको यो भनाइले साँच्चै एउटा ठूलो तस्बिर देखाउँछ, होइन त? यसले मण्डली स्थापनालाई कुनै सानोतिनो कामको रूपमा होइन, तर धर्मशास्त्रमा भविष्यवाणी गरिएको अन्तिम समयको महान कटनीसँग जोड्छ। यसले यो कामको आत्मिक महत्त्व कति गहिरो छ भन्ने कुरालाई स्पष्ट पार्छ। ल, सुरुमै एउटा सामान्य भ्रमलाई हटाउन एकदमै जरुरी छ। जब हामी मण्डली भन्छौँ, हाम्रो दिमागमा प्राय इँटा र सिमेन्टले बनेको भवनको चित्र आउँछ। तर बाइबल अनुसार मण्डली त्यो होइन। मण्डली त मुक्ति पाएका मानिसहरूको एउटा जीवित, सास फेरिरहेको समुदाय हो। र जब हामी यो कुरा बुझ्छौँ, मण्डली स्थापनाको काम धेरै सरल र पहुँचयोग्य बन्न पुग्छ। यहाँ हेर्नुस् त, दुईवटा मोडेल बीचको भिन्नता कति स्पष्ट छ। एकातिर परम्परागत संस्थागत मोडेल छ, जुन प्राय भवन र धार्मिक विधिहरूमा केन्द्रित हुन्छ, अनि अर्कोतिर बाइबलले देखाएको बाटो छ, जुन मानिसहरू र उनीहरूको मुक्तिमा केन्द्रित छ र समुदायबाट छुटिएर बस्ने होइन, बरु समुदायभित्रै गएर काम गर्छ। यो भिन्नता बुझ्नु नै हाम्रो आजको विश्लेषणको लागि महत्त्वपूर्ण आधार हो। आजको हाम्रो विश्लेषण यही 5 चरणहरूमा केन्द्रित हुनेछ। यसलाई हामी मण्डली स्थापना चक्र पनि भन्न सक्छौं। यो एउटा एकदमै प्राकृतिक र जैविक यात्रा हो, जसले एउटा सानो सुरुवात कसरी परिपक्व र फलदायी बन्छ भन्ने कुरालाई देखाउँछ। अब पहिलो चरणबाटै सुरु गरौँ, दर्शनको गर्भधारण। यो कुरा बुझ्नुहोस्, मण्डली स्थापना कुनै समिति वा योजना आयोगको बैठकबाट सुरु हुँदैन, होइन। यो त एक विश्वासीको हृदयमा परमेश्वरले रोपिदिनु भएको एउटा ईश्वरीय प्रेरणाबाट सुरु हुन्छ। यो ठ्याक्कै जैविक गर्भधारण जस्तै हो। यो पहिलो चरण भनेको परमेश्वरबाट एउटा दर्शन, एउटा विचार प्राप्त गर्नु हो। यो कुनै मानवीय योजना होइन, तर पूर्ण रूपमा एक ईश्वरीय सुरुवात हो। त्यसो भए प्रश्न आउँछ, यो दर्शन कसरी गर्भधारण हुन्छ त? हेर्नुस्, परमेश्वरले आफ्नो दर्शन फरक फरक तरिकाले दिनुहुन्छ। कहिले यो प्रार्थनाको जवाफमा आउँछ, कहिले हराएकाहरूका लागि मनमा गहिरो चिन्ता वा भारीपनको रूपमा आउँछ, अनि कहिलेकाहीँ त भविष्यमा के हुन सक्छ भन्ने एउटा रोमाञ्चक र स्पष्ट चित्रको रूपमा पनि आउन सक्छ। जब दर्शन प्राप्त हुन्छ, त्यसपछि के त? अब हामी अर्को चरणमा प्रवेश गर्छौं। यो चरणमा त्यो आत्मिक दर्शनलाई व्यावहारिक, वास्तविक संसारको रणनीतिक योजनामा परिणत गरिन्छ। यो सपनालाई साकार पार्ने तयारीको समय हो। यहाँ हेर्नुस् त, यो पूरा चक्रले नै एउटा जीवनको कथा बताउँछ। गर्भधारणबाट सुरु भएर गर्भावस्था, जन्म, वृद्धि हुँदै अन्तमा पुनरुत्पादनसम्म पुग्छ। हरेक चरण प्राकृतिक रूपमा अर्को चरणको आधार बन्छ। तर दर्शन मात्र भएर पुग्दैन, होइन र? त्यसलाई एउटा ठोस आकार दिनु पर्यो, र त्यसको लागि यी प्रश्नहरू एकदमै महत्त्वपूर्ण छन्। हामी कसम्म पुग्न खोज्दैछौँ? कुन आवश्यकताहरू पूरा गर्ने लक्ष्य हो? कस्तो प्रकारको मण्डली बनाउने? कोसँग मिलेर काम गर्ने? अनि कसरी र कहिले सुरु गर्ने? यी प्रश्नहरूको जवाफले नै एउटा स्पष्ट मार्गचित्र तयार गर्छ, किनकि योजना बिनाको दर्शन केवल एउटा मिठो सपना मात्र रहन्छ। अब आउँछ त्यो क्षण जहाँ सबै योजनाहरू, सबै तयारीहरू कार्यमा परिणत हुन्छन्। यो एउटा नयाँ मण्डलीको वास्तविक जन्मको समय हो। यो त्यो क्षण हो जहाँ विश्वासको समुदायले पहिलो पटक सास फेर्छ। यो एक महत्त्वपूर्ण र व्यावहारिक प्रश्न हो, नयाँ मण्डली सुरु गर्ने कसरी त? यसको जवाफले हामीलाई मण्डली स्थापनाका विभिन्न प्रभावकारी विधिहरूतर्फ डोर्याउँछ। स्रोत सामग्रीले केही तरिकाहरू सुझाउँछ, आउनुहोस् हेरौँ। सायद सबैभन्दा सरल तरिका यही हो, घर बैठक। यो विधिले के देखाउँछ भने मण्डली स्थापना गर्न ठूलो भवन वा धेरै स्रोत साधन चाहिँदैन। यो त कसैको घरबाट एउटा सानो समूहमा गहिरो सम्बन्ध र विश्वासका साथ सुरु हुन सक्छ। अर्को तरिका अलि फरक छ, तर उत्तिकै प्रभावकारी। यो हो सेवाको केन्द्र। यसमा मण्डलीले समुदायको वास्तविक, व्यावहारिक आवश्यकताहरू जस्तै शिक्षा, स्वास्थ्य वा अरू कुनै सामाजिक सहयोग प्रदान गरेर मानिसहरूको मन जित्छ र विश्वासको जग बसाल्छ। सेवा नै सुसमाचारको पुल बन्छ। मण्डली जन्मिएपछि काम सकियो त? सकिएन। अब अन्तिम चरणहरू आउँछन्, वृद्धि र पुनरुत्पादन।
यहाँ हामी हेर्नेछौँ भर्खरै जन्मेको मण्डली कसरी परिपक्व हुन्छ र अन्ततः आफैले अर्को मण्डली स्थापना गरेर यो चक्रलाई पूरा गर्छ। यो भनाइले वृद्धि भनेको के हो भनेर एकदमै राम्रोसँग बताउँछ। वृद्धिको चरण भनेको केवल सङ्ख्या बढाउनु मात्र होइन, साँचो वृद्धि भनेको त चेलापन र अरूलाई सशक्त बनाउनु हो। यस्तो वृद्धिले अरूलाई नेतृत्वको लागि तयार गर्छ। यहाँ चक्रको अन्तिम लक्ष्य स्पष्ट रूपमा परिभाषित गरिएको छ। एउटा मण्डलीको परिपक्वताको साँचो नाप के हो त? ठूलो हुनु होइन। साँचो परिपक्वता त तब देखिन्छ जब त्यो मण्डलीले आफ्नो प्रकारको अर्को मण्डली स्थापना गर्न सक्षम हुन्छ। सफलताको मापदण्ड भित्री वृद्धि होइन, तर बाहिरी पुनरुत्पादन र एउटा स्थायी विरासत निर्माण गर्नु हो। र यसरी यो चक्र पूरा हुन्छ। एउटा नयाँ मण्डली जन्मन्छ, हुर्कन्छ, परिपक्व हुन्छ र त्यसपछि आफैले अर्को मण्डली स्थापना गर्ने दर्शनको गर्भधारण गर्छ र यही प्रक्रियाबाट महान कटनीको कामले निरन्तरता पाउँछ। अन्तमा यो सबै विश्लेषण हामीलाई एउटा गहिरो प्रश्नमा ल्याएर छोड्छ। मण्डली स्थापनाका यी सबै चरणहरू, यी सबै कामहरू अन्ततः विश्वास, आज्ञाकारिता र परमेश्वरप्रतिको सेवाको गवाई हुन्। र अन्त्यमा हरेक विश्वासीको कामको लेखाजोखा यही मापदण्डमा हुनेछ। के त्यो सेवा असल र विश्वासयोग्य थियो? यो प्रश्नले हामीलाई आफ्नो आत्मिक उद्देश्यबारे गहिरिएर सोच्न बाध्य बनाउँछ।